हेर यो आइबिमको तल बेस्ट हो। त्यो बेसमा चाहिँ यसरी हाल्यो भने चाहिँ आइबिम चाहिँ एकदमै डह्रो हुन्छ ल। यसरी हो होइन, यो चाहिँ 8 इन्ची आइबिम हो ल। बेसमा चाहिँ यसरी हाल्नुपर्छ है साथीहरू। आइबिमको तल खुट्टा हुन्छ नि, खुट्टा त्यो चाहिँ यसरी हाल्नुपर्छ है ल। झ्याप्पै लगाएर यसरी चारैतिर एङ्गल राखेपछि चाहिँ यो कतै हल्लिन पाउँदैन। त्यही भएर यसलाई चाहिँ यसरी हाल्नुपर्छ। माथि पनि यसरी जोड्नुपर्छ, होल्डिङ डह्रो हाल्नुपर्छ। यसरी खुट्टा जोडेपछि चाहिँ 1 नम्बर हुन्छ ल। यो तल बस्ने भाग हो, यो नदबिनलाई यति डिस्टेन्स चाहिँ राख्नुपर्छ। अनि चाहिँ एकदमै डह्रो हुन्छ ल साथीहरू। हेरौँ है, यो 8 इन्ची आइबिममा ट्याक्कै यसरी फ्रेम बनाएर हालिसकेपछि चाहिँ एङ्गल फ्रेम बनाएर लगाएपछि 1 नम्बर हुन्छ ल। तरिका सिकाइदिएको छु है साथीहरू। नयाँ कोही हुनुहुन्छ भने यसरी गर्नु राम्रो तरिकाले, यो एकदम बेस्ट हुन्छ ल। चारैतिर हुन्छ नि त ल, झ्याप्पै लाएर।